प्रणाम जी। आदरणीय भक्तजन सुन्दर साथजी, कृष्ण शब्द कति महत्त्वपूर्ण छ। कृष्ण शब्दको उच्चारण नै सारा जीवनलाई परिवर्तन गर्ने खालको छ। कृष्ण शब्दले जीवनलाई झङ्कृत गर्दछ। प्रत्येक शब्दहरूमा भाइब्स हुन्छ। आजभोलिको भाषामा भन्ने हो भने प्रत्येक शब्दको मिनिङ छ, अर्थ छ, त्यो पूर्ण अर्थपूर्ण हुन्छ। संसारमा भएका जति पनि मन्त्रहरू छन्, ती मन्त्रहरू सार्थक शब्दहरूको संयोजन नै मन्त्र हुन्। यद्यपि कुनै पनि शब्दको अर्थ नलाग्ने शब्दै हुँदैन, सबैको अर्थ लाग्दछ। तर पनि यस्ता शब्दको चयनबाट मन्त्रहरूको निर्माण भएको हुन्छ, मन्त्र बनिएका हुन्छन्। हाम्रा परापूर्वकालका ऋषिमुनिहरूले मन्त्र यसरी प्राप्त गरेका छन् कि त्यो स्वयं परमात्माबाट, स्वयं प्रकृतिबाट स्वयं सिद्ध शब्दहरू उहाँहरूले सुन्नुभयो। त्यही शब्द नै मन्त्रका रूपमा आज हामीहरूले सनातन समाजमा, सारा विश्वमा मानिसहरूले त्यसलाई उच्चारण गरिरहेका छन्। विश्वको सबैभन्दा पुरानो शब्द, विश्वव्यापी मन्त्रका रूपमा हामीहरूले ओमलाई मान्दछौँ। ओम शब्द, अब ओम शब्द अ, उ, म, बिन्दु मात्रा, अर्ध मात्रा अथवा बिन्दु मात्रा अनि चन्द्र मात्रा, चन्द्र बिन्दु हुन्छ नि, यी सबैको संयोजनबाट ओम शब्द बन्दछ। अब अहिले हामीहरूलाई ओम शब्दको उच्चारणले यो विश्व ब्रह्माण्डमा एक प्रकारको कस्तो हुन्छ, हाम्रो एउटा लेयर क्रिएट हुन्छ हाम्रो बडीको वरिपरि, जसले त्यो शब्दको उच्चारण गर्दछ। जुन जीवले अन्तरात्माबाट उच्चारण गर्दछ नि, अनायासै त्यो शब्दका प्रभावले एक प्रकारको बडीमा लेयर, त्यसलाई औरा भनिन्छ, आभामण्डल। त्यो औराको रचना हुन्छ, औरा बनिन्छ। त्यो औराको काम के हो भन्दा बाह्य जगतबाट, बाह्य शक्तिबाट आएका नकारात्मक ऊर्जा र नकारात्मक किरणहरूलाई भित्र प्रवेश गर्न नदिने। जसरी हामी भन्छौँ नि, 8 आवरण, 14 लोक ब्रह्माण्डलाई 8वटा आवरणले घेरेको छ। भूमि, आप, अनल, वायु, खम, मन, बुद्धि एव च अहङ्कार इति यम्मे भिन्न प्रकृति अष्टधा। यहाँ बाहिर लेयर भयो नि, यो त परको विराटको लेयर भयो। अब भित्री हामी आउँदाखेरि एउटा सुन्तलाको भित्र रस छ, त्यसलाई बचाउनका लागि बाहिरपट्टिबाट लेयर छ, एउटा तह छ, बोक्रा छ। त्यो बोक्राले बाह्य आक्रमण र बाह्य वस्तुबाट त्यसलाई भित्रको रसलाई जोगाउनका लागि, भित्रको बिउलाई जोगाउनका लागि बाहिर आवरण लागेको छ। यसै गरेर हाम्रो अन्तरात्मालाई जब अन्तरात्माबाट हामी त्यो मन्त्रहरूको उच्चारण गर्दछौँ, त्यो मन्त्रको उच्चारणबाट अनायासै हामीहरूले सबै कुरा अब देखेर त आजभोलि आदरणीय भक्तजन नदेखेको कुरा विश्वास नगर्ने भन्दा त आजभोलि क्वान्टम मेकानिक्सले नदेखेको कुरा पनि हुन्छ। अहिले क्वान्टम टनलिङ भन्ने एउटा प्रयोगबाट नोबेल पुरस्कार 2025मा प्राप्त गरिसकेका छन् 3 जना वैज्ञानिकहरूले, अमेरिकन वैज्ञानिकहरूले। योभन्दा अगाडि धेरै क्वान्टम्सका विषयमा धेरै नोबेल पुरस्कार पनि पाएका। मतलब क्वान्टम थियोरीले यो थुल ब्रह्माण्डबाट र ऊर्जाको बीचको तादात्म्य सम्बन्ध, त्यसलाई व्याख्या गर्दो रहेछ आदरणीय भक्तजन। त्यसैले हाम्रो वरिपरि एउटा लेयर तयार हुन्छ। त्यो लेयरले हामीहरूलाई बाह्य वस्तुबाट, बाह्य शक्तिबाट, बाह्य रेडिएसनबाट, बाह्य भाइब्सबाट जोगाउने काम गर्दछ। मन्त्रमा त्यो पावर हुन्छ। त्यो पावर ओममा रहेछ। हाम्रा ऋषिमुनिहरूले थाहा पाउनुभयो। अब आजभोलि के पनि भनिन्छ भने यो विश्व ब्रह्माण्ड जुन पृथ्वीले एउटा चक्कर लगाइरहेको छ, रिभोल्भ अराउन्ड भनिन्छ नि, सूर्यको वरिपरि सोलर सिस्टम, सूर्यलाई केन्द्रमा राखेर यो सूर्यका जति पनि ग्रहहरू छन् अथवा पिण्डहरू छन्, सबै पिण्डहरूले घुमिरहेका छन् सूर्यको वरिपरि। यो परिभ्रमण गरिरहेका छन् एउटै एक्सिसमा, एउटै गतिमा, सेम भेलोसिटी छ, एउटै गतिमा घुमिरहेका छन्।
यसैले आदरणीय भक्तजन यो त यसरी हाम्रो यो सारा ब्रह्माण्ड यो विराट ब्रह्माण्ड चलिरहेको छ। त्यति मात्र होइन, यो सोलर सिस्टम सूर्यसहित सोलर सिस्टम फेरि ग्यालेक्सीको कुन ग्यालेक्सी मिल्की वे ग्यालेक्सीलाई फेरि परिभ्रमण गरिरहेको छ, वरिपरि घुमिरहेको छ। सबैको गति अलग अलग छ। आदरणीय भक्तजन म हजुरहरूलाई यस विषयमा फेरि डिटेलली अर्को एपिसोडमा राख्नेछु। तर हाम्रो यो जति पनि हामीहरूलाई यो यी नामहरू छन्, शब्दहरू छन्, यो विश्व ब्रह्माण्डमा यो ओम शब्द विश्व ब्रह्माण्ड यो ब्रह्माण्ड घुम्दाखेरि रिभोल्भ हुँदाखेरि त्यसबाट आउने शब्द पनि ओमको ध्वनि प्रसारित प्रवाह भयो अथवा त्यो आवाज आउँदछ भन्ने कुरा सुनिन्छ। अब यसमा प्रश्न उठ्न सक्दछ, के उठ्न सक्दछ भन्दाखेरि त्यो ठाउँमा त हावाई छैन, वायुमण्डल छैन, वायुमण्डल नभएको ठाउँमा आवाज कसरी आयो? त्यहाँ त एक ठाउँबाट अर्को ठाउँमा आवाज शब्द यो साउन्डलाई एक ठाउँबाट अर्को ठाउँमा लानका लागि एउटा मिडियम चाहिन्छ। यो वातावरण छ, जस्तो म अहिले बोलिरहेको छु यहाँबाट हजुरहरूले सुनिरहनु भएको छ, अथवा मोबाइलमा अथवा यो ध्वनि यन्त्रमा रेकर्डिङ भइरहेको छ, मैले बोलेको आवाज त्यहाँ गएर रेकर्डिङ भयो। यो मिडियम छ नि बिचमा एउटा वायुमण्डल, यो हावाको मिडियम छ हो। त्यहाँ त कुनै पनि मिडियम छैन, कसरी रेकर्डिङ भयो भन्ने कुरा हामी आउँछ। हाम्रो त यो आदरणीय भक्तजन हाम्रो यो अहिले क्वान्टम मेकानिक्समा हामीहरूले जुन क्लासिकल फिजिक्सबाट जुन कुराको हामी अर्थ गर्दथ्यौँ, इन्टरप्रेट गर्दथ्यौँ, व्याख्यान गर्दथ्यौँ नि, त्यो कुरा त्यो क्वान्टम लेभलमा क्वान्टम वर्ल्डमा त्यो कामलाई क्लासिकल फिजिक्स काम लाग्दैन। हामीहरू यहाँ एउटा सतहमा सूर्यको प्रकाश एउटै गतिमा हिँड्छ, सूर्यको प्रकाश बाङ्गिँदैन भनेर क्लासिकल लेभलमा यो एउटा थ्योरी छ फिजिक्समा। तर अहिले क्वान्टम लेभलमा क्वान्टम मेकानिक्सको आधारमा हेर्दाखेरि त्यो सूर्यको प्रकाश पनि बाङ्गिन्छ, सूर्यको प्रकाश सधैँभरि एउटै सरल रेखामा हिँड्छ भन्ने कुरा यो मान्यता अहिले क्वान्टम्स वर्ल्डमा चाहिँ त्यो लागू हुँदैन। त्यसैले आदरणीय भक्तजन अब त्यहाँको खोजी गर्नका लागि क्वान्टम फिजिक्सको आधारमा खोजी गर्दाखेरि, त्यो लेभलमा गएर खोजी गर्दाखेरि आदरणीय भक्तजन हाम्रा ऋषिमुनि, हाम्रा वैज्ञानिकहरूले, हाम्रा अनुसन्धाताहरूले, साइन्टिस्टहरूले, रिसर्चरहरूले खोज्नुभयो, भेट्दाखेरि यो आवाज साउन्डलाई एब्जर्भ गर्दाखेरि, यो रेकर्डिङ गर्दाखेरि त्यहाँबाट के आएको छ भन्दाखेरि ओम शब्दको उच्चारण, ओम शब्दको ध्वनि आएको कुरा उहाँहरूले गर्नुहुन्छ। यसैले आदरणीय भक्तजन हामी यो विश्व ब्रह्माण्डमा यस्ता शब्दहरू छन् जुन शब्दहरूबाट हामीहरूलाई प्रत्यक्ष फाइदा मिल्छ, प्रत्यक्ष हाम्रो जीवन परिवर्तन हुन्छ। यसैले यो हामी यस्ता मन्त्र धेरै भए। अब मन्त्र परमात्माको नामहरू सम्झनुहोस् त, नामहरू हुन त अब आदरणीय भक्तजन हामी धेरै प्रकारले बुझ्न सक्दछौँ है। संसारमा नाम छ कुनै वस्तुको आइडेन्टिफिकेसनका लागि, कुनै वस्तुको पहिचानका लागि, कुनै वस्तुकोलाई छुट्याउनका लागि, त्योबाट त्यो छुट्याउनका लागि यहाँ विभिन्न वस्तुको जात जाति हुन्छ। मानिसको जात जाति जस्तो ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र, यो जात जाति अलिकति विभेदको आधारमा गरियो होला, तर यो ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र जाति होइन, यो वर्ण हो। चातुर्वर्ण्य मया सृष्टम गुण कर्म विभाग छ। गुण र कर्मको आधारमा 4 वर्ण छन्। यो जाति होइन, जन्मेको आधारमा होइन, यो कर्मको आधारमा। यो उनीहरूको एउटा इनेट पनि हुन्छ, इनबर्न हुन्छ। यो जन्मजातै एउटा कर्म उनीहरूले प्राप्त गरेका हुन्छन्, एउटा स्वभाव प्राप्त गरेका हुन्छन्। त्यो स्वभावको आधारमा, उनीहरूको कर्मको आधारमा, उनीहरूको गुणको आधारमा यो 4 वर्ण छुटिन्छ। 4 जात होइन ब्राह्मण, क्षेत्री। पछिका व्यक्तिहरूले, शासकहरूले कसैले बनाइदियो, त्यसमा दोष नलगाउँ, त्यसमा उनीहरूले गल्ती गरे। तर अहिले हामीहरूले शास्त्रमा 4 जात भनेर यसो भनेको छ भनिरहँदाखेरि धर्मशास्त्रमाथि आक्षेप लागेको हुन्छ। यसैले धर्मशास्त्रले हामीलाई सबै कुरा क्लियरली बताएको छ, तर व्याख्या हामीले कसरी गरेका छौँ। अब यी नामहरू हुन्छ नि, यद्यपि नाम पहिचानका लागि हो, तर नाम खास गरेर यी नामहरू खास गरेर त्यही व्यक्तिलाई हामीहरूले जान्नका लागि गरेको हुन्छ। जस्तो जो बन्सी बजाइरहनु भएको हुन्छ,
यहाँ मयूरको प्वाख हुन्छ, त्रिभङ्ग स्वरूप हुन्छ। त्यो देख्ने बित्तिकै हामी के भन्छौँ, त्यो त कृष्णको स्वरूप हो, यो बालकृष्णको स्वरूप हो, यो त कन्हैयाको स्वरूप हो भन्दछौँ। अब कुनै भगवानले एउटा स्वरूप सर्लक्क स्वरूप छ, उसको हातमा शङ्ख चक्र गदा पद्म छ भने हामी भन्दछौँ भगवान विष्णुको स्वरूप भन्दछौँ। अर्कोले भन्दछ अर्को एउटा स्वरूप छ, स्वरूप खडा भएको छ, उसको हातमा धनुष बाण छ, ऊ अग्लो छ, साथमा अरू एकजना स्त्री हुनुहुन्छ, एकजना माताजी हुनुहुन्छ, एकजना अर्को पुरुष छन्। हामी के भन्छौँ, भगवान श्रीराम जो स्त्रीका रूपमा देखिनुहुन्छ, सरर आँखाले हेर्दाखेरि ती जगत जननी सीता हुनुहुन्छ। अर्का हुनुहुन्छ पुरुष, हामी उनलाई लक्ष्मण भन्दछौँ। हेर्नुहोस् त, यो रामको आइडिया। एउटा धनुष बाण देख्ने बित्तिकै हामीले राम भन्यौँ, धनुष बाणका साथमा दुईजना बस्नेलाई सीता र लक्ष्मण भनिहाल्यौँ हामीले। हेर्नुहोस् त, यो पहिचान हो। यो न उहाँको नाम सीता हो, न राम हो, न लक्ष्मण हो, केही पनि होइन, न कृष्ण नै हुन्, न भगवान, न शिव नै हुन्। नाम त पहिचानका लागि जटाजुडधारी, त्रिशूल बोकेको छ, डमरू छ, हातमा डमरू छ, अनि गलामा सर्प बेरिएको छ। हामी के भन्छौँ, शिवजी भन्छौँ, शङ्करजी भन्छौँ। यो उहाँको त्यो स्वरूप देख्ने बित्तिकै हामीले त्यो भनेका हौँ। वास्तवमा यी शब्दहरूलाई हेर्दै गयौँ, किन एउटा वंशी बोक्नेलाई हामीले कृष्ण भन्यौँ, किन राम भन्यौँ, ती व्यक्ति जसले मर्यादा पुरुष राम भन्यौँ, जसले एउटा धनुष बाण बोक्नु भएको छ अनि साथमा दुईजना छन्, अथवा धनुष बाण बोकेको एउटा सिङ्गल व्यक्ति हुनुहुन्छ, राम भनिदिउँ। किन भनिदिउँ भन्दा आदरणीय भक्तजन, उहाँहरूको स्वभावको आधारमा उहाँहरूको यो विशेषण हो। प्रत्येक नामहरू विशेषणको आधारमा, उहाँहरूको विशेषताका आधारमा नामाकरण हुन्छ। जस्तो यो हामीले पुराणहरूमा द्रौपदीको, द्रुपदकी छोरीको नाम द्रौपदी राखियो। द्रौपदी विशेषण हो। कृष्ण यहाँ, अब यो कृष्ण शब्दमा पनि धेरै व्याख्या गर्न आवश्यक छ। कृष्ण शब्द केवल कृष्ण भन्ने बित्तिकै कति व्यक्तिहरूले तन 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 अथवा तन शरीर नि बढी, कृष्ण भन्ने बित्तिकै तन, कृष्ण तनको नाम होइन। आदरणीय भक्तजन, वसुदेव देवकीबाट जन्मेका व्यक्तिको नाम, वसुदेव देवकीको अथवा देवकीको 8वां गर्भका रूपमा जन्मेका बालकको नाम वासुदेव हो। भक्तजन, यस विषयमा म फेरि हजुरहरूलाई राख्नेछु डिटेलली, तर मैले मन्त्रको विषयमा भन्दैछु। शब्दमा त्यो शब्द अर्थपूर्ण शब्द, जस्तो कृष्ण शब्द। कृष्ण शब्द के हो भन्दा, कृष्ण शब्द यो कृष धातुमा नक प्रत्यय लागेर, त्यसमा त्यो कृष धातु पनि विलेखने अर्थ। विलेखने भनेको आकर्षण। यद्यपि विलेखनेको धेरै अर्थ हुन्छ, लेखन अर्थ हुन्छ, आकर्षण अर्थ हुन्छ, तान्ने अर्थ हुन्छ। विलेखने अर्थमा कृष धातुमा नक प्रत्यय लागेर णत्व भई कृष्ण शब्द निष्पत्ति हुन्छ। त्यसैले आदरणीय भक्तजन, यी शब्दहरू, अब त्यो कृष्णले के गर्छ भने, कृष्ण शब्द त तान्ने हो नि, तान्ने अर्थ, आकर्षण गर्ने अर्थ, जसले सारा विश्व ब्रह्माण्डका आत्माहरूलाई आफूतिर आकर्षण गर्न सक्दछन्। त्यो स्वरूपको, त्यो शक्तिको नाम कृष्ण हो। त्यो शक्ति यो संसारमा आएको छ। त्यो शक्तिले सारा तत्कालीन समयमा द्वापरको अन्तमा गोपीहरूलाई आकर्षित गर्यो। अहिले हाम्रो हृदयलाई आकर्षित गरिरहनु भएको छ। त्यो शक्ति आज मात्र होइन, हिजो मात्र होइन, द्वापरको अन्तिम होइन, योभन्दा अगाडि होइन। त्यो शक्ति पूर्ण ब्रह्म परमात्मा अक्षरातीत श्री कृष्णको, परमात्मा अक्षरातीतको नाम कृष्ण हो। उहाँ मूल स्वरूप श्री कृष्ण हुनुहुन्छ। मूल मिलावामा बस्ने श्यामा श्यामजी साथजी तले बहुम बैठे जाए, श्याम श्री कृष्ण हुनुहुन्छ। ती श्री कृष्ण किन कृष्ण भन्दा, उहाँ सिंहासन, कञ्चन रङ्गको सिंहासनमा विराजमान भएर उहाँका वरिपरि 12,000 ब्रह्मात्मा एकहोरो यो आँखा पलक नझिम्काइकन दर्शन गरिरहेका छन्। कृष्ण आकर्षणको प्रतीक हो, आकर्षणको पुञ्ज हो, कृष्ण शक्तिको पुञ्ज हो। त्यो हामीले यहाँ द्वापरको अन्तिममा जन्मे यशोदा नन्दको घरमा हुर्किएका पालिएका
बढेका खेलेका त्यो प्रेममा मस्तीमा बसेका मात्र कृष्ण होइन, कृष्ण उहाँ अक्षरातीत परब्रह्म परमात्मा श्री कृष्ण हुनुहुन्छ। श्री राजजी नै श्री कृष्ण। श्री राज शब्द के हो? राजते स्वयं प्रकाशते यह स राज न तत्र सूर्यो भाति। उपनिषदले भन्छ न चन्द्र तारकम नेमा विद्युतो भान्ति कुतोयम अग्नि। हेर्नुहोस् त, राजविद्या राजगुह्यम पवित्रम इदम उत्तमम। राज शब्द श्रीमद् भगवद् गीताको 9 अध्यायको दोस्रो श्लोक। यसरी राज भनेको जो आफू प्रकाशित भएर सारा विश्व ब्रह्माण्डलाई सम्पूर्ण आत्माहरूलाई त्यो देदीप्यमान शक्ति, त्यो देदीप्यमान आभा प्रदान गरिरहनुहुन्छ, आकर्षण शक्ति प्रदान गर्नुहुन्छ, ती कृष्ण हुनुहुन्छ। त्यसैले कृष्ण अक्षरातीत हुनुहुन्छ, पूर्ण ब्रह्म परमात्मा हुनुहुन्छ। आज हामीले कृष्ण शब्दबाट यति धेरै नफरत मानिसहरूले कृष्ण भन्ने बित्तिकै तन होइन, कहाँ कृष्णको नाम तन थियो? तनको नाम कहाँ कृष्ण थियो र? कहाँ कृष्ण कहाँ जन्मिएका हुन् र? कृष्ण नहीं अवतारी साधो भाइ, कृष्ण नहीं अवतारी हाम्रा महापुरुषहरूले भनिदिनु भयो। कृष्ण दास मुख कृष्ण बखान त क्षर अक्षर से न्यारो, पूर्ण ब्रह्म सनातन द्वयभुज मोहन मित्र हमारो। अनि कृष्णदास मुख कृष्ण बखान त, कृष्णदासले कृष्ण उच्चारण गर्नुहुन्छ। कृष्ण को हो? क्षर अक्षर से न्यारो, क्षर अक्षर भन्दा अलग, अक्षरातीत पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण। धामधनी श्री कृष्ण हमारे, धामधनी श्री कृष्ण हुनुहुन्छ, परमात्मा हुनुहुन्छ। हाम्रा शास्त्रहरूले त भरमार यसका विषयमा राखेका छन्। महामती प्राणनाथजी महाराजज्यूले श्री कृष्णको विषयमा खुल्ला दिलले राखिदिनु भएको छ। कहीँ पियाको शब्दमा, कहीँ धामधनी, कहीँ बालाजी, कहीँ प्रीतमजी, कहीँ श्यामजी, कहीँ श्री कृष्णजी। यसैले श्री कृष्ण परमात्मा अक्षरातीत हुनुहुन्छ। अक्षरातीत परब्रह्म परमात्माको चरणमा हामी नमन सुमन कोटि कोटि वन्दन गर्दै आदरणीय भक्तजन, म कृष्णको विषयमा यहाँहरूलाई फेरि विस्तृत बताउने छु। कृष्ण शब्द पूर्ण ब्रह्म परमात्मा अक्षरातीत श्री राज्यलाई सम्बोधन गर्ने जनाउने शब्दमा हजुरहरू पूर्ण रूपमा विश्वास गर्नुहोस्। यिनै शब्दका साथमा म आफ्ना अहिलेको भावलाई म विश्राम गर्दछु। फेरि अगाडि हामी राम्रा ज्ञानका कुराहरूलाई श्रवण गर्दै जानेछौँ। हवस् त, प्रणाम जी, प्रणाम।